यो चिनिया अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। आदरणीय श्रोता नमस्कार। आज वैशाख 20 गते तदनुसार मे 3 तारिक मंगलबार। आजका मुख्य समाचार। अन्तरिक्ष क्षेत्रमा कार्यरत युवाहरूलाई चिनिया राष्ट्राध्यक्ष सी जिनपिङको सन्देश, चिनिया कम्पनीद्वारा सिद्धबाबा सुरुङ मार्गको डिजाइन सुरु र जर्मनीका चान्सलर स्कोल्ज र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता। अब चेतनाथ आचार्यबाट विस्तारमा समाचार सुन्नुहोस्। मे 4 तारिक युवा दिवसका उपलक्ष्यमा चिनिया राष्ट्राध्यक्ष सी जिनपिङले चिनिया अन्तरिक्ष विज्ञान तथा प्रविधि समूह अन्तरिक्ष स्टेसन निर्माणमा संलग्न युवाहरूलाई जवाफी पत्र पठाउनु भएको छ। मे 2 मा पठाउनु भएको सो पत्रमा नेता सीले अन्तरिक्ष क्षेत्रमा कार्यरत सबै युवाहरूलाई शुभकामना दिँदै उहाँहरूप्रति ठूलो अपेक्षा व्यक्त गर्नुभएको छ। जवाफी पत्रमा सी जिनपिङले 9 वर्ष यता चीनको अन्तरिक्षको विकासका लागि तपाईहरूले निरन्तर योगदान दिँदै नयाँ इतिहास सिर्जना गर्दै जाने भनेर आशा व्यक्त गर्नुभएको छ। थाहा भएअनुसार सन् 2013 को मे 4 मा सी जिनपिङले चिनिया सपनाको कार्यान्वयन युवाहरूको जिम्मेवारी नामक कार्यक्रममा सहभागी हुँदै सम्बद्ध क्षेत्रमा कार्यरत उत्कृष्ट युवा प्रतिनिधिहरूसँग छलफल गर्नुभएको थियो। चिनिया कम्युनिस्ट युथ लीगको स्थापनाको 100औं वार्षिक उत्सवका अवसरमा अन्तरिक्ष स्टेसन निर्माणमा संलग्न युवा टोलीले सी जिनपिङलाई पत्र लेख्दै चीनलाई अन्तरिक्ष ठूलो मुलुक बनाउने दृढ संकल्प व्यक्त गरेका थिए। चिनिया राष्ट्राध्यक्ष सी जिनपिङले मे 3 तारिक जोस रामोस होर्टा पूर्वी टिमोरको राष्ट्रपति निर्वाचित हुनुभएकोमा उहाँलाई बधाई सन्देश पठाउनु भएको छ। चीन र पूर्वी टिमोर बीच दौत्य सम्बन्ध स्थापना भएको 20 वर्षमा आपसी व्यवहारिक सहयोग झन गहन हुँदै गएको र द्विपक्षीय सम्बन्धमा विकासको फड्को मारेको कुरा सी जिनपिङले उल्लेख गर्नुभएको छ, जसमा दुई देशका जनताले ठोस लाभ प्राप्त गरेको पनि सीले आफ्नो बधाई सन्देशमा भन्नुभएको छ। पारस्परिक सम्बन्धको विकासमा ठूलो महत्त्व दिँदै आपसी असल सम्बन्धको प्रवर्धन तथा आपसी विश्वास र पारस्परिक हितको व्यापक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनका लागि राष्ट्रपति होर्टासँग मिलेर काम गर्ने इच्छा पनि सी जिनपिङले व्यक्त गर्नुभएको छ। 26औं चिनिया युवा मे 4 पदकको नतिजा युवा दिवस आउने उपलक्ष्यमा सार्वजनिक गरिएको छ। यसपटक 49 जनालाई उक्त पदक वितरण गरिएको छ। यसबाहेक महत्त्वपूर्ण काममा उत्कृष्ट योगदान पुर्याएका 73 जना व्यक्तिहरू र चाइना अन्तरिक्ष विज्ञ तथा प्रविधि समूह लगायत 17 वटा समूहलाई पनि प्रशंसा पत्र दिइएको छ। हाल चीनका 31 प्रान्त स्वायत्त प्रदेशहरूले क्रमशः चालु वर्षको पहिलो त्रैमासिक अवधिमा आर्थिक वृद्धिका मुख्य सूचकहरू सार्वजनिक गरेका छन्। प्राप्त तथ्याङ्क अनुसार स्वदेशी तथा विदेशी परिस्थितिमा आएको परिवर्तनले ल्याएको बहुदबावलाई खुकुलो पार्दै चीनका विभिन्न क्षेत्रहरूले स्थिर आर्थिक स्थितिका लागि प्रयास गरिरहेका छन्। विभिन्न क्षेत्रको कुल आर्थिक परिमाणबाट हेर्दा चालु वर्षको पहिलो त्रैमासिक अवधिमा चीनका 31 प्रान्तमा फरक स्तरसम्म वृद्धि भएको छ भने तीमध्ये 11 वटा प्रान्तको कुल ग्राहस्थ उत्पादित परिणाम 10 खर्ब युआन भन्दा बढी रहेको छ। गत वर्षको सोही अवधिको तुलनामा पहिलो त्रैमासिक अवधिमा जीडीपी 10 खर्ब युआन नागेका प्रान्तहरूको संख्या थप 3 पुगेको छ, जसअनुसार 11 प्रान्तहरूको कुल आर्थिक उत्पादन परिणाममा संलग्न रकम लगभग 180 खर्ब युआन पुगेर राष्ट्रिय कुलको परिमाणको लगभग 65% पुगेको छ। सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइनको काम सुरु गरेको छ। 2078 फागुन अन्तिम साता सो कम्पनीसँग आगामी 5 वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक कैलाश श्रेष्ठका अनुसार कम्पनीले डिजाइनको काम सुरु गरेको हो। सम्झौता अनुसार 9 महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको काम सकेर बुझाउने समय सीमा दिएको कारोबार अनलाइनले लेखेको छ। श्रेष्ठले भन्नुभयो, चाइना स्टेटले बुझाएको डिजाइन केन्द्रले स्वीकृत गरेपछि सुरुङ निर्माणको काम सुरु हुनेछ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी
कम्पनीले निर्माण गरिसकेपछि पनि 5 वर्षसम्म मर्मत तथा सञ्चालन गर्नुपर्नेछ। सम्झौता भइसकेकाले चाँडै निर्माण कम्पनीका प्राविधिकले डिजाइनको काम थाल्ने निर्देशक श्रेष्ठको भनाइ छ। मुलुङ सुरुङ मार्ग 1126 मिटर लम्बाइको हुनेछ। 7 अर्ब 34 करोड 21 लाख रुपियाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी निर्माणका लागि छनौट भएको हो। सिद्धार्थ राजमार्गमा निर्माण हुने सुरुङ मार्ग निर्माणका लागि 9 वटा कम्पनीको प्रस्ताव पेश भएकोमा 4 वटा कम्पनी छनौटमा परेका थिए। नेपालका तत्कालीन अर्थमन्त्री युवराज खतिवड़ाले 2077 साल जेठ 15 गते संघीय संसदमा आर्थिक वर्ष 2077-78 को बजेट प्रस्तुत गर्दै आगामी 2 वर्षभित्र सबै परिवारमा नवीकरणीय ऊर्जाको पहुँच पुर्याई उज्यालो नेपाल अभियान सम्पन्न गर्ने घोषणा गर्नुभएको थियो। सरकारले घोषणा गरेको 2 वर्ष बित्न अब 1 महिना मात्रै बाँकी छ, तर अहिलेसम्म मुलुकका सबै जनताको पहुँचमा बिजुली पुगेको छैन। सरकारले बजेट वक्तव्यमा आकर्षक कार्यक्रम समावेश गर्ने तर कार्यान्वयन नगर्ने पद्धतिकै कारणले अझै पनि मुलुकभरका करिब 10% घरधुरीमा बिजुलीको पहुँच पुग्न नसकेको नागरिक अनलाइनले लेखेको छ। अर्थमन्त्री खतिवड़ाले सो बजेट वक्तव्यमा प्रदेश नम्बर 1 बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका सबै घरमा आगामी वर्ष तथा प्रदेश नम्बर 2 कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा 2 वर्षभित्र आधुनिक ऊर्जाको पहुँच पुर्याउने बाचा गर्नुभएको थियो। त्यति मात्रै होइन, राष्ट्रिय ग्रिड प्रणाली नपुगेका हिमाली तथा उच्च पहाडी क्षेत्रका 97 स्थानीय तहमा पनि 200 वटा सौर्य मिनी ग्रिड सञ्चालन गरी विद्युतीयकरण गरिने आकर्षक योजना सार्वजनिक गर्नुभएको थियो। खतिवड़ाले घोषणा गरेका कार्यक्रममा बजेटका अधिकांश योजना तथा कार्यक्रम कार्यान्वयन भएका छैनन्। अर्थ मन्त्रालयले जारी गरेको आर्थिक सर्वेक्षण अनुसार 2077-78 को फागुन मसान्तसम्म विद्युत उपभोग गर्ने ग्राहकको संख्या 10.97% ले वृद्धि भई 49,93,000 पुगेको छ। त्यसैगरी आर्थिक वर्ष 76-77 को असार मसान्तसम्म विद्युत उपभोग गर्ने ग्राहकको संख्या 45 लाख पुगेको थियो। आर्थिक सर्वेक्षण अनुसार कर्णाली प्रदेशमा 34.75% जनसङ्ख्यामा मात्रै विद्युतको पहुँच पुगेको छ। सुदूरपश्चिम प्रदेशमा पनि 64.69% जनसङ्ख्यामा मात्रै बिजुलीको पहुँच पुगेको छ। सन् 2022 को 4 महिनाभित्रै नेपालमा 1,21,851 जना पर्यटक नेपाल भित्रिएका छन्। 2 वर्षदेखि शून्य जस्तै भएको पर्यटन क्षेत्र पछिल्लो 4 महिनादेखि पुरानै लयमा फर्किन सुरु गरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखाएको गोरखापत्र अनलाइनले लेखेको छ। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अप्रिल महिनामा पर्यटक आगमन 58,384 पुगेको छ। यो 2 वर्ष यताकै सबैभन्दा धेरै हो। सन् 2022 को जनवरी महिनामा 16,975 जना, फेब्रुअरी महिनामा 19,766 जना, मार्च महिनामा 42,600 र अप्रिल महिनामा 58,384 जना पर्यटक नेपाल भित्रिएका छन्। बोर्डका अनुसार 1 महिनाको अवधिमा भारतबाट मात्र 22,477 जना पर्यटक नेपाल आएको जनाइएको छ। त्यसैगरी चीनबाट 281 जना पर्यटक नेपाल आएका छन्। बंगलादेशबाट 1,537 जना पर्यटक नेपाल आएको तथ्याङ्क छ भने यसै महिनाभित्र अमेरिकाबाट 6,954 जना र बेलायतबाट 5,252 जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड KUKL ले आइतबारदेखि मेलम्चीको 17 करोड लिटर पानी वितरण गर्ने भएको छ। KUKL का प्रमुख मिलन साक्यले मेलम्ची आयोजनाबाट आउने 17 करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। आइतबार बिहान 11 बजेसम्म सर्वसाधारणको धारामा पुगिसक्ने उहाँले बताउनुभयो। वैशाख 11 गते मिन भवनबाट मेलम्चीको पानी वितरण सुरु भएको हो। वितरण प्रणालीमा 17 करोड लिटर पानी पठाइसँगै वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण सुरु हुने बताउनुभयो। उहाँले भन्नुभयो, यसअघि कतिपय ठाउँमा पानी पुग्न सकेको थिएन। वितरण प्रणालीमा 17 करोड लिटर पानी पठाउँदा पाइप परीक्षण भइसकेको सबै ठाउँमा पानी पुग्नेछ। पानी पुग्न नसकेका ठाउँमा KUKL को ऱ्यापिङ रेस्पोन्स टिम पुगी छिटोभन्दा छिटो समस्या समाधान गर्नेछ।
वितरण प्रणालीमा 17 करोड लिटर पानी पठाएसँगै अब काठमाडौँ उपत्यकामा 17 करोड लिटर पानी वितरण हुनेछ। अहिले केयुकेएलले 10 करोड लिटर पानी वितरण गर्दै आएको छ। 10 करोड लिटर र मेलम्चीबाट आएको 17 करोड लिटर गरेर 27 करोड लिटर पानी काठमाडौँमा वितरण हुने प्रमुख साक्यले बताउनुभयो। सुन्दरी जलको प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घर घरसम्म पुर्याउन आवश्यक संरचना निर्माण भइसकेको बताउँदै उहाँले 77 किलो लिटर लम्बाइको थोक वितरण प्रणाली मार्फत 9वटा ठाउँमा निर्माण गरिएको भण्डारण केन्द्रमा पानी पुगेको र त्यहाँबाट घर घरमा पुग्ने गरी संरचना निर्माण गरिएको जानकारी दिनुभयो। स्थानीय समय बमोजिम मे 2 तारिक जर्मनीका चान्सलर ओलाफ कोल्जले बर्लिनमा जर्मनी भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ। कोल्जले मोदीलाई जुनको अन्त्यमा आयोजना हुने 7 मुलुक समूहको शिखर सम्मेलनमा सहभागी हुन निमन्त्रणा गर्नुका साथै भारत जर्मनीको महत्त्वपूर्ण रणनीतिक सहयोगात्मक साझेदार मध्येको एक हो भन्ने कुरामा जोड दिनुभयो। सरकार स्तरीय छलफल गरेको कुराबाट दुई पक्षले रणनीतिक साझेदारी सम्बन्धमा महत्त्व दिएको कुरा प्रतिबिम्बित भएको कुरा मोदीले बताउनुभयो। द्विपक्षीय वार्तापछि कोल्ज र मोदीले जर्मनी र भारतको 6औं सरकारी छलफलको अध्यक्षता गर्नुका साथै हरित र दिगो विकास ऊर्जा स्रोत साझेदारी सम्बन्धको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। रुस र युक्रेन बीचको भिडन्त जारी छ। अमेरिका लगायतका मुलुकहरूले रुसमाथि नाकाबन्दी लगाएबाट विश्वको सुरक्षा परिस्थितिमा ठूलो त्रास धम्की देखा परेको छ। हाल अमेरिकी कोलम्बिया विश्वविद्यालय अन्तर्गत राजनीति शास्त्रका प्राध्यापक रोबर्टले एक अन्तर्वार्तामा अमेरिका र पश्चिमी मुलुकहरूले रुस र युक्रेनको परिस्थितिमा हस्तक्षेप गरेको बताउँदै रुसको बैंकिङ र ऊर्जा स्रोत क्षेत्रमाथि नाकाबन्दी लगाएको बताउनु भएको छ। ती नाकाबन्दीहरूले रुसको आर्थिक विकासमा अवरोध गर्नुका साथै यसबाट अमेरिका लगायत पश्चिमी मुलुकहरूको आपूर्ति श्रृङ्खला तनावपूर्ण बनेको र ऊर्जा स्रोतको मूल्यमा वृद्धि भएको कुरा बताउनु भएको छ। रोबर्टका अनुसार अमेरिका लगायतका मुलुकहरूका सामु मुद्रास्फीति, सामानको अभाव र अरू असर देखा परेको छ। उहाँको विचारमा रुस र युक्रेनको परिस्थितिको नतिजा जे भए पनि अमेरिका र रुसको सम्बन्ध 20औं शताब्दीको शीत युद्ध अवधिभन्दा गम्भीर अवस्थामा छ। अमेरिका र रुसको सम्बन्ध बिग्रेको कुराबाट विश्वको सुरक्षा र स्थिरतामा असर पर्नेछ। यो चिनिया अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। यतिन्जेल सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।